बेलायत सरकारको पछिल्लो तथ्याङ्क अनुसार वर्क भिजा जारी गर्ने सङ्ख्यामा 19%ले भारी गिरावट आएको छ। सन् 2025मा जम्मा 1,68,000 वर्क भिजा दिइएको छ, जुन 2023को तुलनामा झन्डै 50%ले कमी हो। यति ठुलो गिरावट आउनुको मुख्य कारण हो सरकारको नयाँ र कठोर नियमहरू। अब वर्क भिजाका लागि वार्षिक तलब कम्तीमा 41,700 पाउन्ड करिब 75 लाख रुपैयाँ हुनुपर्ने, B2 लेभलको अङ्ग्रेजी भाषा उत्तीर्ण गर्नुपर्ने र ग्रेजुएट लेभलको जागिर हुनुपर्ने शर्त अनिवार्य गरिएको छ। यसको सबैभन्दा ठुलो असर हेल्थ एन्ड केयर क्षेत्रमा परेको छ, जहाँ भिजा सङ्ख्या आधाले घटेको छ। अर्कोतर्फ कानुनी बाटो कठिन हुँदा अवैध मार्गबाट बेलायत छिर्नेको सङ्ख्या भने 7%ले बढेको पाइएको छ। सरकारले PR पाउने अवधि 5 वर्षबाट 10 वर्ष पुर्याउने प्रस्ताव गरेपछि धेरैमा अन्यल बढेको छ। बेलायतको वर्तमान सरकार अहिले आप्रवासन सङ्ख्या कटौतीमा निकै आक्रामक देखिएको छ।